अस्सलामुअलैकुम सत श्री अकाल कोनिचिवा मेरो साथीहरू सबैलाई गुड मर्निङ हैन। अब ब्लग हाल्दा चाहिँ गुड मर्निङ हुन्छ कि गुड नाइट हुन्छ। सो अहिले चाहिँ गुड मर्निङ नै छ। सो मैले कहिले भनेको थिएँ कि भन्थिनँ हैन। सो आज चाहिँ हामी जाँदैछौँ पोखरा एन्ड आज चाहिँ म हाम्रो होल भन्नाले आज हाम्रो बाटो हल्का सो सुट गर्नेछौँ, हल्का सो देखाउनेछौँ, हाम्रो राइड तपाईँहरूसँग सेयर गर्नेछौँ एन्ड इन्जोय विथ अस, बी विथ अस हैन। सो हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ एन्ड यो इज आवर बाइक एन्ड रेनकोट पनि त्यहीँ छ। एन्ड हेरौँ त कस्तो हुन्छ बाटोको यात्रा, बाटो कस्तो छ, बाटोमा जाम पर्छ कि नै। मुगलिङको बाटोमा प्रायः जसो लगभग 100मा 80% जसो जाम हुन्छ, त धेरै नभए पनि जाम चाहिँ भइ नै राख्छ हैन। एन्ड लेट्स गो है त। एन्ड रमाइलो रमाइलो केही भयो भने तपाईँलाई म देखाउँछु बाटोमा। हामी चाहिँ यहाँ हिँडिसक्यौँ है अलिकति। आमालाई हामीसँग चाहिँ आमा मिलाउँदै हुन्छ। आमालाई बस चढाइदिएर अनि हामी चाहिँ हिँड्दैछौँ। मुड खराब हुन्छ ठिक हुन्छ, मुड खराब हुन्छ ठिक हुन्छ। क्यामेरा खोलेको अहिले मुड ठिक हो, अलिकति भयो नि। राम्रो राम्रो सही हावा चलाए त अहिले कपाल ठुलो कपाल भएको त खतरा उडाउँथ्यो होला, सानो कपाल पनि। अब हाम्रो चाहिँ पहिला मैले 10 सकेपछि उता जाँदाखेरि पुरै लिची खाएर 4-5वटा लिची एकैचोटि खाएर त्यो गेडा कस्तै कस्तो याद आएर अहिले। सो आज चाहिँ हाम्रो यो फर्स्ट डे। हाम्रो चाहिँ पार्ट गरेर आउँछ भ्लग होइन। आज चाहिँ के भन्छ नवलपुर जस्ट बाइकको राइडको मात्रै आउँछ। अनि भोलि चाहिँ हल्का कतै गयो भने त्यहाँको, कर्सी कतै गयो भने त्यहाँको। अब एकै ठाउँ एकैचोटि हाल्यो भने भिडियो लामो हुन्छ अनि जिबी पनि धेरै खान्छ अनि वेस्ट अफ के अरे स्टोरेज हुन्छ। त्यही भएर हल्का पार्ट गरेर स्मल क्लिप बनाएर हाल्छ होइन। अहिले खासै रमाइलो सिन देखाएँ होइन। अब डमरी गएपछि पोखरा गएपछि जुन हिमाल देखिन्छ त्यसपछि बल्ल अलि आएको, त्यसपछि बल्ल रमाइलो हुन्छ क्या। मान्छे मरेको बयान तिमी त्यो हल्ला हुन्छ पुलले, त्यही भएर त्यहाँबाट मरिन्छ। के फोबिया आएर तिमीलाई? पानीको फोबिया। हामी चाहिँ मुगलिङ कटियो। जतिसुकै रिसायो नि अब मोबाइलमा बोल्दा त राम्रोसँग हाँसेरै बोल्नु पऱ्यो। हाँस न, किन मन नलाइ हाँस्यो र। अब हामी चाहिँ अब 500को तेल हाल्यो यहाँ होइन। अब 500ले सर्भाइभ गरिन्छ कहाँसम्म होइन प्लेस चाहिँ है, कहाँसम्म पुगिन्छ 500ले। अनि त्यसको मजा चौकीमा हाल्दा नि हुन्छ। पकाउँदा नपकाउने गोर्खे खाजा केही छ कि नै खाजाको उर्के त्यो टाढो देखेको यार धेरै गयो। हामी चाहिँ जाँदा जाँदा यतै मासु खान रोक्यौँ। कतै आफै पकाउने आफै खाने भात खाना
सट्टा हामी चाहिँ बाबाको ठाउँतिर थियौँ पछि पर्दैन पर्दैन कि अनि यहाँ थियौँ अब यहाँ हामी जाँदैछौँ बिस्तारै जाने अब बाबा हामी चाहिँ समयले डमोलीको पुलमा होइन यता हाम्रो बाइक छ अनि यता सानो एक्सिडेन्ट भयो भर्खर दाइको यता यो चाहिँ हाम्रो डमोलीको पुल हो होइन अनि यो पुलमा चाहिँ के छ भन्दाखेरि चाहिँ सास नफेरिकन त्यो पुल चलाउने बेलामा एउटा अखुवा हो कि के हो खै थाहा भएन त्यो पुल सास नफेरिने कटायो भने चाहिँ यहाँ एउटा विस मागेर विस पुरा हुन्छ अरे कि हामी यहाँ ट्राई गर्छौँ है त विस माग्यौ मागे होइन विस मागौँ है त ल क्याम्प टल्क्यो कि हामी सक्यो यो सिलिङ्गे डाँडै सम्झौँ के हो यस्तो खतरा देखिन्छ यहाँ खोराको यहाँ टक्क एयरपोर्ट यो चाहिँ नाङ्गो यो चाहिँ प्लेन ठोकिन्छ भनेर काटेको डाँडा अरे एन्ड दिस मच वी आर पार्क आवर भेहिकल इन हियर एन्ड दिस इज आवर डेस्टिनेसन आई हेभ रिच्ड हियर एन्ड हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ सो गाइज हाम्रो ब्लग चाहिँ इन्ड भइसकेको छ हामी सुरक्षितपूर्ण हामी आयौँ अनि त्यसपछि यो चाहिँ हाम्रो पोखराको नाइट भ्यू असम देखायो एउटा यो चाहिँ ब्ल्याक कलरको यहाँ हल्का चाहिँ ठुलो रुखले एउटा सेक्या अनि त्यो चाहिँ हाम्रो एयरपोर्ट सहीदेखि एयरपोर्ट नि त्यो क्यामेराले चाहिँ राम्रोसँग देखाएन अनि दिस मच फर टुडे अनि अब हाम्रो अर्को ब्लग चाहिँ पोखरातिर लेक साइडतिर गएको अथवा त्यो कता पुन्जीकोट कता मन्दिर कता यताउता कतै गएको आउँछ एन्ड स्टे ट्युन आउनु चाहिँ आउँछ लेट भयो नि आउन चाहिँ आउँछ एन्ड दिस मच फर टुडे होप यु गाइज लाइक इट एन्ड बाई बाई